बाबा एउटा कुरा सोध्छु है, जीवनमा सबैभन्दा ठुलो कुरा के हो? छोरा, ठुलो घर होइन र ठुलो पद पनि होइन। जीवनमा सबैभन्दा ठुलो कुरा असल मान्छे बन्नु हो छोरा। त्यसो भए मानिसले के कमाउनु पर्छ त? त्यसो भए दुईटा कुरा छोरा। पहिलो ज्ञान, दोस्रो इज्जत। ज्ञान भए बाटो देखिन्छ अनि इज्जत भए समाजले साथ दिन्छ। बाबा पैसा ठुलो हो र? पैसा ठुलो कुरा होइन छोरा, ज्ञान र इज्जत कमाउनु ठुलो कुरा हो। ज्ञानी मान्छेले त सजिलै पैसा कमाइहाल्छन्। बाबा, तपाईँले आफ्नो जीवनबाट सबैभन्दा ठुलो कुरा के सिक्नुभयो? सबैभन्दा ठुलो कुरा धैर्यता हो छोरा। समय सधैँ एउटै हुँदैन नि, अनि दुःख आएर आत्तिनु पनि हुँदैन। दुःख आएपछि बित्छ र मेहनत कहिले खेर जाँदैन। आज मैले हजुरसँग धेरै कुरा सिक्न पाएँ बाबा। म पनि तिमीबाट धेरै कुरा सिकिरहेकै छु छोरा। ज्ञान उमेरले होइन, सोचले बदलिन्छ।